साथीहरू डाक्टर बाबुराम भट्टराईले फेरि रासपालाई धक्का दिएका छन्। केही दिन अगाडि मात्र रासपाले बृहत छलफल कार्यक्रम आयोजना गर्दा उनैले बोलेका थिए कि रवि लामिछानेलाई बाहिर ल्याएर सम्पूर्ण नयाँ शक्तिहरू एक भएर चुनावमा जानुपर्छ, रवि लामिछानेलाई नेतृत्वमा राख्नुपर्छ भनेका थिए। बिर्से कि क्या? हुन त नेता भएपछि बोलीको कहिले टुङ्गो हुन्छ र? उनी पनि कुनै बोलीको टुङ्गो भएका व्यक्ति त होइनन्। बुढी गण्डकीमा त्यत्रो खाए नेताहरूले भने खोइ केही प्रमाण दिन नि सकेनन्। मसँग प्रमाण छ भन्थे। ऊ पनि प्रचण्डभन्दा कमका त होइनन्। नेता कोही भन्दा कोही कमका छैनन्। कति चाँडै पार्टीबाट राजीनामा दिएर अध्यक्षबाट राजीनामा दिएर चाहिँ उनले वैकल्पिक शक्ति अथवा वैकल्पिक नेतृत्वको ढोका खुल्ला गरेको भनेर नाटक देखाइरहेका थिए। अब फेरि अर्को पार्टी गठन गर्नमा उनी लागिरहेका छन्। यिनको राजनीतिक यात्रा पनि छटपटीमै बित्ने भयो। कहिले नयाँ शक्ति भनेर नयाँ शक्ति गठन गर्छन्, कहिले उपेन्द्र यादवतिर पहिला जान्छन्, कहिले कता जान्छन्। यिनको राजनीतिक यात्रा पनि कहिल्यै सफल नहुने भयो। माओवादीमा हुँदा बरु धेरै सफल थियो। माओवादी छोडेर प्रचण्डको साथ छोडेपछि यिनको यात्रा कहिल्यै पनि सफल भएन। प्रचण्डसँगै जोडी मिल्थ्यो होला, फेरि प्रचण्डतिरै गए केही राम्रो हुन्थ्यो होला। नभए यिनको राजनीतिक यात्रा राम्रो देखिएन। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला।